तपाईलाई जुन पदमा विदेश जान मन लागेको हो त्यही पदको मात्र डिमान्ड हेर्न चाहनुहुन्छ भने यसको सेटिङ सिकाउँदैछु। वैदेशिक रोजगार एप ओपन गर्नुहोस् र यसरी चाहिँ तपाईले यो सेटिङ मिलाउनुहोस्। तपाईको आफ्नो मोबाइलमा वैदेशिक रोजगार एप छ, त्यो ओपन गर्नुहोस्। जस्तो तपाईँ वेटरमा विदेश जान चाहनुहुन्छ अथवा तपाईँ कुकमा विदेश जान चाहनुहुन्छ, त्यस्तो अवस्थामा तपाईँले सुरुमा हायर मी, मलाई रोजगारी देऊ भन्ने हो यसको मतलब। हायर मीमा क्लिक गर्नुहोस्। सुरुमा चाहिँ तपाईँलाई यो सिस्टम यस्तो हुन्छ। अब यहाँ हजुरले के गर्नु पर्यो भन्दाखेरि पहिला म चाहिँ कुकमा जान चाहन्छु। ओके, कुकमा विदेश जान चाहन्छु। अब मैले यति छानिसकेपछि बारटेन्डर या कुकमा म विदेश जान चाहन्छु। यसको मतलब मैले सबैभन्दा माथि बारटेन्डर या कुककै डिमान्ड देख्न सक्छु है। अब म जान चाहेको देश मैले छान्न सक्छु, त्यही गर्छु। त्यसपछि यसलाई मैले स्विच अफ छ भने यसलाई म ग्रीन बटनमा क्लिक गर्छु। यो भनेको मतलब मलाई चाहिँ त्यो डिमान्ड चाहिँ अभाइलेबल होस् र म विदेश जान चाहेको भन्ने कुरा चाहिँ सम्बन्धित म्यान पावर कम्पनीले पनि जानकारी पाओस् भन्ने तपाईँ चाहनुहुन्छ भने यसलाई स्विच अन गर्नुहुन्छ। त्यसपछि टर्म्स एन्ड कन्डिसन एग्री गर्नुहुन्छ। टर्म्स एन्ड कन्डिसन के हो त भनेर पढ्न पनि सक्नुहुन्छ। त्यसपछि एप्लाई गर्नुहोस्। एकचोटि चाहिँ एप क्लोज गर्नुहोस्। अब कम्प्लिटली एपलाई क्लोज गर्नुहोस्। फेरि एकचोटि एप ओपन गर्नुहोस्। अब तपाईँले आफ्नो एपको सुरुमा यही डिमान्ड देख्न सुरु गर्नुहुन्छ। अब तपाईँले हेर्न सक्नुहुन्छ एपमा सुरुमा डिमान्ड जुन जुन देखाइरहेछ, अब यहाँ हेर्न सक्नुहुन्छ यो सबै डिमान्ड चाहिँ तपाईँको के हो त भन्दाखेरि त्यही बारटेन्डर या कुकको डिमान्ड आइरहेछ। जस्तो हामी एकचोटि फर इक्जाम्पल हेरौँ, यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ कुकको डिमान्ड छ। यहाँ अब यसलाई जुम गरी हेर्न सक्नुहुन्छ तपाईँले। जस्तो यहाँ कुकको डिमान्ड छ, हेर्न सक्नुहुन्छ 5 जना पुरुषको माग अनि 66,700 स्यालेरी छ। लकी HR भन्ने म्यान पावर कम्पनीमा छ। अब यो डिमान्डमा तपाईँले डाइरेक्ट अनलाइनबाटै एप्लाई पनि गर्न सक्नुहुन्छ। जस्तो एप्लाई नाउ क्लिक गर्नुहोस्। त्यसपछि कुकमा क्लिक गर्नुहोस् अनि तपाईँको केही कुराहरू लेख्नु छ भने लेख्नुहोस् र एप्लाई गर्नुहोस्। एप्लाई गरिसकेपछि तपाईँले कुकको डिमान्डमा सम्बन्धित म्यान पावर कम्पनीमा एप्लाई गर्न सक्नुहुन्छ। अथवा म्यान पावरले रेस्पोन्स दिएन अथवा तपाईँलाई चाहिँ एप्लाई गरेको केही जानकारी आएन भने सिधै सम्बन्धित म्यान पावरको यहाँ नम्बर छ, सिधै कन्ट्याक्ट असमा क्लिक गर्नुहोस् र यो फोन नम्बर छ, यसमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। जस्तो अर्को कुरा, तपाईँले हार्मीमा बारटेन्डर र कुकको डिमान्डमा चाहिँ विदेश जान चाहेको भनेर रिक्वेस्ट गर्नुभएको छ। त्यस्तो केसमा चाहिँ तपाईँको यो र योमा कुनै पनि म्यान पावर कम्पनीमा डिमान्ड आएको छ भने सम्बन्धित म्यान पावर कम्पनीले तपाईँलाई कन्ट्याक्ट गरेर बोलाउन सक्छ। इनकेस तपाईँको यो सबै भर्न मिलेन भने यसको कारण चाहिँ के हुनसक्छ भन्दा यो तपाईँले आफ्नो प्रोफाइल चाहिँ कम्प्लिट भरेको हुनुपर्छ। यहाँनिर आफ्नो फोन नम्बरहरू, आफ्नो डिटेल्सहरू सबै राखेको हुनुपर्छ। यसको लागि यहाँबाट तपाईँले सबै आफ्नो डिटेल्सहरू चाहिँ हान्न सक्नुहुन्छ।